हेलो गाइस, स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी चारा खोज्न जाँदैछौँ खोलातिर। हजुर पौडी खेल्ने हुन्छ चाहिँ यो खोलातर्फ जाँदैछौँ। खोइ कहाँ छ जोगा? यहाँ थियो त अनि यहाँ मेरो खुट्टामा थियो। तपाईँले यता फाल्दिनु त। जोगादेखि पनि डराउनु हुने। जोगादेखि त्यस्तो डर। भ्यातुङले टोकेको थियो। साथी लाने भ्यातुङ के भन्छ वरिपरि खुट्टामा कल्ली लाउनु भन्छ। यत्रो थियो फोटो बसेको। हामी चाहिँ अब खोलातिर आइपुगेको छौँ। यो खोला चाहिँ होइन, अर्को खोलातिर चारो खोज्न हिँडेको हामी। केटाकेटीहरू चाहिँ तल पिसाएको छ। हामी चाहिँ भर्खर हिँड्दैछौँ। यहाँ आमाहरू हुनुहुन्छ, पाउजू दिदीहरू। बगरतिर हामी अब हामीलाई टाइम लाग्छ। अर्को चाहिँ अलिक पर छ अर्को खोला। अब हामीलाई 10 मिनट जति लाग्छ त्यहाँ पुग्नलाई चाहिँ। यता चाहिँ काँस गाडी, यो पर चाहिँ सिसो गाडी, यता पर चाहिँ सबै सिसो गाडीहरू छ। हामी चाहिँ बगर हिँडिरहेको छौँ। हामी बगर जान्छौँ। अब बगर खोला गर्दै हामी यहाँ सुँगुरको चारो खोज्न बाटो। केटाकेटीहरू चाहिँ यो साइडमा पर छन्, हामीहरू यो साइडमा। मेरो बुढा चाहिँ यहाँनिर आउँदै हुनुहुन्छ झम्पलले खन्नुपर्छ नि त चारो। उहाँ चाहिँ आउँदै हुनुहुन्छ। हेलो छोरा चाहिँ यहाँनिर छ। मसिनो माछा मसिनो हो। बाबाले बोक्नुहुन्छ नगर न। मेरो छोरा चाहिँ यहाँ खोला त नसकेर बसिरहेको। पर्दैन, बाबाले बोक्नुहुन्छ हौ। यहाँ हेर न। हेलो भने न, हाँसिदेऊ न। यता हेर न। यहाँनिर चाहिँ ड्रागन फ्रुट खेती छ। हेर्नु न, सबै खोलाले बगाइदिएछ। यहाँ चाहिँ ड्रागन फ्रुट खेती छ है। बाबाले बोक्नुहुन्छ नि त। हामी खोला, यो सानो खोला, यो ठुलो खोला। बाबाले भन्नुहुन्छ नि तिमी हिँड्नु ल। बाउ छोरो नलडी। बाउ छोरो यसरी। पोखरी माछा। यहाँ त चाहिँ माछा होला नि। हाल्नु त। अनि मान्छेले त्यहाँ त एरेन छ नि त्यहाँनिर त। त्यही भएर चारो खोजेको छ। खै सोध्नु त। उभिएको छ।
उभिएकै हो गइरहेको होइन बसेको होला दिदी बसेको रहेछ यो नि चारो हुन्छ र कसले हामी चाहिँ घोगी खोज्दैछौँ घोगी यो चाहिँ घोगी हो खोलामा भेटेको घोगी घोगी यसरी थाम्नुपर्छ यसरी भेटिन्छ घोगी पानी पनि एकदम सफा छ केटाकेटी धमिलो बनाएर मात्र एकदम सफा पानी क्लियरमा घोगी खोज्दैछौँ हामी चाहिँ घोगी कतिवटा भेट्यौँ हामी चाहिँ घोगी खोज्दै ग्याङहरू इलाउनु इलाउनु न ठुल्ठुलो खोज्दै केटाकेटी हो घोगी खोज्दैछौँ हामी घोगी बगो आमामा कत्रो खोजेको हौ घोगी त तिमी जात्रै रहेछ त नानी त अब छोरो लडिन्छ पानी कति सफा खाने फेरि यहाँ चाहिँ चारो खोज्दै हुनुहुन्छ आमाहरू आमा भाउजू देखाउँछु नि त सुँगुरले खाने चारो चाहिँ यस्तो छ यो यहाँ चाहिँ जरा खन्नुपर्छ खन्तीले यो बगुवा पानीमा पो खनेको यसरी खन्नुपर्छ सुँगुरलाई चारो चाहिँ यसरी खने निकाल्नुपर्छ यो जरा चाहिँ झम्पलले खनेर झमझम हुन्छ साली दिदी ओके न चारो चारो साइली दिदीले भारी पुऱ्याइसक्नु भएछ चारोको यसो गर्नुपर्छ सुँगुरलाई चारो निकाल्नलाई सुँगुर पाल्नु मासु खानु साह्रो छ सजिलो त कहाँ छ र यहाँ त के लगाएको छ दिदी यहाँनिर यहाँ माछा पोखरी छ यसरी निकाल्नु सुँगुरलाई चारो खुवाउन कम गाह्रो छ सुँगुर पाल्नु चारो सेतो चारो थुक्पा तपाईँको त अनि भारी पुगेछ त हौ तपाईँ त कस्तो माल निकाल्नु भएको त चारो भाउजू भाउजू चारो हाम्रो चारोको भारी पुगिसक्यो अब चारो चाहिँ यसरी खान्छु हाम्रो घोगी यति भयो घोगी चारो अब हाम्रो भारी पुग्न लागिसक्यो रहेको छ माछा पोखरी चारो बच्चे हामी घर जान लाएको हाम्रो चारोको बारे पुगिसक्यो कस्तो लाग्छ होला लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला यति भन्दै अब चाहिँ म अर्को भिडियो लिएर आउँछु साथीहरू बाई बाई।